साथीहरु हेर्नुस् यो बच्चाहरु खेल्ने ठाउँहरु पिङ है यो हरेक चीजको यो खेलाउने ठाउँ छ बच्चाहरु खेल्ने ठाउँ छ यो पानी जमेर यहाँ यस्तो भइराखेको छ बिचारा यो जग्गाको भाडा लाइट भाडा यो सामानको भाडा कति तिर्न कति घाटा पर्या होला है यो त्यही भएर प्रकृतिलाई केही चीजले रोक्न सक्दैन अथवा प्रकृतिलाई हामीले बुझ्न सक्दैन भने यही हो के प्रकृतिक भन्दा के चीजहरु बलियो छ त यहाँ ल हेर्नुस् यहाँ माछा यहाँ अब बिहान बिहान माछा यो पानीमा कति भाडामा लिएको छ जग्गा यो 45 दिनको लागि लिएको यो जग्गा भाडा करोडौं खर्च भए यहाँ चाहिँ माछा बिहान बिहान मारेर खाइराखेको छ कतिपय मान्छेहरूले अब समय प्रकृति भन्दा बलियो केही चीजहरु छैन घमण्ड नगर्दा हुन्छ के प्रकृतिसँग हेर्नुस् त साथीहरु यस्तो बच्चाहरु अस्तिसम्म कति रमाइलो गरेर खेलिरहेको ठाउँ अहिले माछा पालन जस्तो भइरहेको छ हेर्नु अचम्म छ यो प्रकृतिको नियमहरु है तपाईहरुलाई यो भिडियो देखाउनलाई धेरै दिनपछि आज यसो सोच आयो त्यही भएर तपाईहरुलाई शेयर गर्न मन लाग्यो यो भिडियोलाई शेयर सब्स्क्राइब गर्नु होला च्यानल सब्स्क्राइब गर्नु होला शेयर गर्नु होला र प्रकृति र समय बलवान छन्।